नमस्कार यहाँहरू सबैमा। आज चाहिँ हामीले गोदावरीको नयाँ डिजाइन लिएर आइसकेका छौँ। पत्थर लाउनुभन्दा अगाडि र पत्थर लगाइसकेपछि कस्तो देखिन्छ हेर्नु नभुल्नुहोला है। अब चाहिँ हामी पत्थर सेट गर्न गइरहेका छौँ। गोदावरीको कान सेटमा चाहिँ पत्थर सेटिङ भइरहेको छ। त्यसै गरी औँठीमा पनि हामीले पत्थरलाई सेट गर्दैछौँ। पत्थर सेट गरेपछि कस्तो देखिँदो रहेछ त हेर्नु होला है। पत्थर सेटिङ गरेपछि अझ राम्रो र आकर्षक भइसकेको छ। तपाईहरुलाई पनि मन पर्यो भने भिडियोबाट स्क्रिनशट राखेर बनाउन सक्नुहुन्छ। हेर्नुस् त गोदावरीको सेट कस्तो राम्रोसँग देखिएको छ है। भिडियो मन पर्यो भने लाइक, शेयर, कमेन्ट गर्न नभुल्नुहोला। तपाईहरुको लागि यस्तै अरू पनि डिजाइन हामीहरू फेरि लिएर आउने नै छौँ। त्यतिन्जेलसम्मको लागि भिडियो हेरेर साथ दिनुभएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। लाइक, सब्स्क्राइब अनि कमेन्ट गर्न नभुल्नुहोला। धन्यवाद।